मेरो घरहरू केही छैन, तस न सबै भइसक्यो। तर हामीलाई त धन सम्पत्ति भन्दा नि हाम्रो आफन्त बुवा आमा प्यारो हो। त्यसकारण हामी चाहिँ म प्राइभेट च्याटर गरेर जान्छु भन्दा नि यताबाट हामीलाई गभर्मेन्टले दिएको छैन। तर गभर्मेन्टकोसँग हामीले कुन ठाउँमा हामी जानुपर्ने हो हामीले डिएमओमा खबर गरिसकेको छ। तर डिएमओबाट हामीलाई टाइममा नगरेपछि हामीलाई गुनासो चाहिँ त्यही भयो। टाइममा उहाँहरूले उधारको लागि हेली उडाइदिएर माथि गर्न सके भए चाहिँ हामी माथि कुन ठाउँमा ल्यान्ड गर्ने ठाउँ छ त्यो सेफ ठाउँ हामीलाई थाहा छ नि। तर उहाँहरूले त्यति समन्वय चाहिँ गर्न दिएका छन्। लगभग अब 8 बजीभन्दा अगाडि डिजास्टर आएको छ, 12 बजी हुँदा पनि हेली कुनै पनि उधारमा यो भयो यो काम भयो भनेर सरकारले हामीलाई एउटा न्युज पनि दिन सकेको छैन। तर गएको एउटा हेली छ, त्यो हेली पनि 10 बजी गएको छ, तर त्यो खाली फर्केको छ। त्यसमा हामी लोकल एउटा दुइटा मिसाएर लगे भए चाहिँ हामीले यो ठाउँमा चाहिँ यस्तो छ भनेर हामीलाई पनि खुसी लाग्थ्यो। हामीलाई धन सम्पत्ति भन्दैन, हाम्रो परिवार प्यारो हो नि। हाम्रो परिवारसँग अहिलेसम्म हाम्रो ड्याडीसँग सम्पर्क गरेको छैन। हाम्रो अरू परिवारसँग नि कोहीसँग हामी सम्पर्क गर्न सकेको छैन। हामीलाई एकदम दुःख लागिरहेको छ नेपाल सरकारप्रति चाहिँ। हाम्रो चाहिँ धेरै टिम छ, त्यहाँको व्यवसायहरू छ। म लोकल भयो, यो भाइ त्यहाँको लोकल व्यवसाय भयो। हाम्रो धेरै सबै चाहिँ उहाँहरू हाइड्रो पावरपट्टिको भयो। हामी हेलीको लागि हामी यता आएको, तर हामीलाई प्राइभेट हेली चाहिँ हामीलाई च्याटर गर्नु दिएछ। हामीलाई नेपाल सरकार जति हामी एकदम दुःख लागेको छ। टाइममा 8 बजीभन्दा अगाडि डिजास्टर आएको छ, तर 12 बजी पनि हेली तपाईँको रेस्क्यु आएर हामीलाई केही पनि खबर गर्न नसकेपछि हामीले एटलिस्ट गर्छु हामी प्राइभेट हाम्रो प्राइभेटबाट गर्छु भन्दा नि उहाँहरूले हामीलाई हेली च्याटर गर्न नदिनु कारण चाहिँ हामीलाई एकदम दुःख लागिरहेछ। न गभर्मेन्टले हामीले टाइममा खबर गरेछ, न हाम्रो फ्यामिलीसँग कोहीसँग सम्पर्क बिन भयो चाहिँ हामीलाई दुःख लाग्दो एकदम भएको छ आज चाहिँ।